गर्नु तपाईले आन्दोलन नै थाहा छैन आन्दोलन भनेको के हो ठीक छ मैले भने नि तपाई भन्नुभयो राजाको आन्दोलन किन हो सुन एउटा कुरा गल्ती गर्नु धेरै गल्ती कुरा गर्नुभयो किन भन्दाखेरि राजावादीले फुवर गरेको राजावादीले टोटफोट गरेको राजावादीले चोरेको तपाईले भनेको डाइरेक्ट गल्ती हो त्यसमा एउटा बजारमा मान्छेले एउटा पार्टीको मान्छे हुँदैन एउटा शहरमा एउटा मान्छे एउटा पार्टीको मान्छे हुँदैन एउटा गाउँमा हरेक थरीको हुन्छ एउटा बजारमा हरेक पार्टीको मान्छे हुन्छ त्यो मान्छे त्यो आन्दोलनमा पनि त्यही होला त्यसो भए बालेन शाहको पनि मान्छे त्यसमा गथ्यो त्यसमा होला हो बालेन शाहको पनि मान्छे होला मान्दैन म मान्छु म मान्छु तपाई होइन तपाईको भ्रमण गल्ती हो किन भन्दाखेरि हरेक पार्टीको मान्छे त्यसमा देख्न ओख्न होला तपाईको विचारमा के हो कसैको विचारमा के हो तपाईले भन्न सक्नुहुन्न तपाईले गर्नका लागि त धेरै मान्छे जान्छ तर सुन्नु म मान्छु राजावादीको पार्टी आन्दोलन चल्दैछ तर म एउटा मानौ कि एक किसिमको म बालेन शाहको पार्टी एक किसिमको म त्यसमा एउटा केही एउटा बिगारिदियो भने तपाईले राजालाई गल्ती मान्नुहुन्छ त्यसमा तपाईले राजालाई गल्ती मान्नुहुन्छ त्यसबेला किन भने तपाई राजाको उ छ तर यो आन्दोलन किन गरेको हो त्यतिसम्म बुझ्नु पर्छ त्यो त आन्दोलनको त मैले भनिदिए तर तपाई भन्नुहुन्छ तपाई बुझ्नुहुन्न राजावादीले देशको लागि मलाई बोल्नै दिनु भइरा छैन भने म के बोलौं यार तपाई नै बोल्नु जे बोल्नु छ तपाई नै एकतर्फी बोल्नु यो राजावादीले मात्र भन्न मिल्दैन के त्यसमा धेरै पार्टीको व्यक्तिहरू पनि छ तपाई के भन्नुहुन्छ राजावादी तपाईले किन भन्नुहुन्छ राजावादी हामी राजाको मान्छे होइन राजाको मान्छे थिएन सबै यो हाम्रो नेपालको हाम्रो परपूर्वकदेखि राजाले चलाइराखेको शासन राजा अहिले राजावादी होइन रे के कुरा गर्नुहुन्छ तपाईँ राजाको मान्छे नै हो हामी नेपाल राजाले चलाइराख्यो तर अहिले आएर त्यो मुजीहरूले खातेहरूले त्यो भनौँ न एउटा भ्रमण एउटा गरेर एउटा चाल बिसाएर त्यो राजावादीलाई खत्तम पारेको त्यो राजालाई खत्तम पारेको अहिले राजावादी होइन के कुरा गर्नुहुन्छ भयो तपाईँ अब एकदम चुप लाग्नु किनभने मलाई एकछिन पनि प्याच्च बोल्न दिनु भएको छैन गल्तीमा मान्दैन गल्तीमा बोल्नै दिँदैन अब म के भनौँ यार तपाईँ मेन भन्नुभयो राजालाई चाहिँ राजा आन्दोलन किन गर्यो मैले भनिदियो आफ्नो कुर्सीको लागि उसलाई कुर्सीमा बसाउनका मलाई बोल्न दिन्न पहिला कुर्सीमा बसाउनका लागि उसले आन्दोलन गर्न लगायो होइन यो गल्ती हो गल्ती एकदम गल्ती तर तपाई भन्नु न किन म अब भन्नु किन सुन्नु म गल्ती मान्छु किन ल तपाई भन्नु किन आन्दोलन गर्नु सुन्नु गल्ती म मान्छु एक नम्बरमा गल्ती मान्छु तपाईको भ्रमणलाई गल्ती मान्छु राजाले आफ्नो कुर्सीको लागि लडेको होइन जनताको लागि राजा लडेको तपाई के सोच्नुहुन्छ मैले भने नै यो कुरा भनेन कि राजाले आफ्नो कुर्सीको लागि त्यसले आफै राजालाई स्वतन्त्र भनेको छ उहाँले एउटा ठुलो कुरा भन्नुभएको छ राजाले जनताले